अहिले सुन्नमा आइरहेको छ नेपाल सरकारले पैसा तिरेन भन्ने। हाम्रो मन्त्रीज्यूले यसमा धेरै राम्रो प्रयास गर्दै हुनुहुन्छ। अस्ति माननीय मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनुभयो र यो विषयमा हामीले निकै भलाकुसारी पनि गर्यौं। हुन त उहाँले कुनै पनि कुरा नलुकाइकन एकदमै डाउन टु द अर्थ कुरा गर्दै भयो। समस्याको बारेमा प्रकाश पारिदिनु भयो। त्यो सुन्दाखेरि त मलाई पनि अलिकति रिङ त लागे जस्तो पो भयो त। कसम कदाचित यो स्वास्थ्य केन्द्र हामीले चाहिँ नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नु पर्यो भनेदेखि त सबैभन्दा बढी गाली चाहिँ मैले पाउनु रहेछ, मैले गाली खानुपर्ने रहेछ। तसर्थ मैले माननीय मन्त्रीज्यूले चाहिँ विशेष अनुरोध गरेँ त्यो गाली चाहिँ नखुवाइदिनुहोस् है र पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी चाहिँ टाइममै गरिदिनुहोस्। हुन त समस्या परिरहेको छ। हुन त मैले एउटा एक ठाउँमा कता मैले बोलेको थिएँ, कथम कदाचित नेपाल सरकारले चाहिँ शोध भर्ना दिने हो अहिलेको निमित्त ललितपुर महानगरपालिकाले चाहिँ यो भुक्तानी गरिदिनु भनेर यदि नेपाल सरकारले मलाई एउटा पत्र पाए भने म चाहिँ भुक्तानी गरिदिन्छु, जे पर्ला पर्ला।